Hello everyone, Namaste Sabrina, good morning. आज बनाउन गइरहेको राखौँ काप्सा। त्यसमा चाहिँ मैले के के हालेको छु भने आज मैले अलिकति कटिङ गरेको चाहिँ देखाउन पाइनँ, सरी है, अलिकति बिर्से भएर पनि हो। त्यसमा चाहिँ मैले के हालेको छु भने टमाटर, प्याज अनि के भन्छ त्यो शिमला मिर्ची भन्छ नि, त्यो शिमला मिर्ची मसिनो मसिनो पारेर काटेर अनि धनियाँको दाना अनि यो दालचिनीको डन्ठा अनि यो के भन्छ तेजपत्ता सबै मिलाएर सब हालेर मैले यहाँ चाहिँ रेडी गर्दैछु। अब चाहिँ मैले यसमा हालेको छु भिन्डाको मासु। अब यसलाई चाहिँ म एकछिन मजाले चलाउँछु। त्यसै गरी यो चाहिँ रहेको छ सेकेन्ड स्टेप। मैले तिनवटा हालिदिन्छु। अनि यो भयो अदुवा लसुनको पेस्ट, अनि यसमा चाहिँ मसला मैले धनियाँको पाउडर, करी पाउडर अनि के भन्छ त्यो मरिचको धुलो सबै हालेको छु यसमा चाहिँ मैले। अब यतिको भइसकेको छ। यसमा चाहिँ मैले अब पानी हाल्दैछु। यसलाई चाहिँ 2 घन्टा पकाउनुपर्छ है साथीहरू। 2 घन्टा पकाउनुपर्छ। अनि 2 घन्टा पकाइसके पछाडि म हजुरहरूसँग फेरि जोडिन्छु। हेलो एभ्रिवान, फेरि पनि वेलकम है। फाइनली यो चाहिँ बनिसकेको छ। 2 घन्टा भयो यसलाई मैले बनाएको। फाइनली यो चाहिँ बनिसकेको छ। अब यसमा चाहिँ मैले यो चामल एड गर्न लागेको, किनकि भात र मासु चाहिँ एकै ठाउँ बनाउने हो क्या आजको खाना चाहिँ। अहिले बनिसके पछाडि फेरि पनि म हजुरहरूसँग जोडिन्छु। अब साथीहरू मैले चाहिँ यसमा चामल हालिसकेको छु, देख्न सक्नुहुन्छ। यो चाहिँ मासु भयो भेडाको है। अब म यो खाना पाकिसके पछाडि फेरि हजुरहरूसँग जोडिन्छ है त। यो चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, यतिको भइसकेको छ। अब 20 मिनट पछाडि चाहिँ यो रेडी हुन्छ है। फाइनली गाइस यो चाहिँ बनिसकेको छ। लाइन गयो। फाइनली खाना चाहिँ बनिसकेको छ। सबैले माया साथ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। यति भन्दै आजलाई भिडियो यति नै। बाई बाई।